अनि हामीलाई थाहा छ समयले हामीलाई बिस्तारै बिस्तारै यस ठाउँबाट आफ्नो घर गन्तव्यतिर लखेट्दैछ। केही समय पश्चात हामी निश्चय नै यो ठाउँ छोडेर जानेछौँ अनि यो अहिले भिडभाड भएको सुनसानमा परिवर्तन हुनेछ अनि यहाँ एक प्रकारको सन्नाटा छाउनेछ अनि यो अहिले व्यस्त देखिरहेको सहर खाली खुल्ला शून्य हुनेछ। प्रियहरू, केवल यो घटना अहिले मात्र घट्ने घटना नभएर हाम्रो जीवनमा पनि यो घटना एक दिन घट्नेवाला छ। हामी संसारमा जसरी अहिले हामी यो चौराहामा बसेर अब घर जाने क्रममा तर्खरमा छौं, हामी केही क्षण पश्चात यो चौराहालाई छोडेर हामी आफ्नो घर जानेछौँ। त्यसरी नै प्रियहरू, यो संसारलाई पनि एक दिन तपाईँ र मैले छोडेर जानेछौँ। हामीलाई थाहा छैन त्यो समय, यो संसारलाई तपाईँ र मैले छोड्ने समय कुन समय हुन सक्छ। हामी यात्रा गर्दा गर्दै हाम्रो बाटोमै त्यो समय आउन सक्छ। हामी राति सुतिरहेको बेलामा आज त्यो समय आउन सक्छ। जीवनका कुनै पनि बेला प्रियहरू, हामीले यो संसारलाई एक दिन छोडेर जानुपर्छ। किनभने पवित्र शास्त्र बाइबलमा यस्तो लेखिएको छ, याकुबको पुस्तक 4 अध्याय 13 अनि 14 पदमा, आज हामी यो संसारमा धेरै योजनाहरू बोकेर हिँडिरहेका छौं, धेरै सपनाहरू आज हामीले मनमा लिएर आज हामीले विभिन्न कार्य गरिरहेका छौं, तर हामी जान्दैनौं आज र भोलिभित्र के हुने हो। अब आज कि भोलि हामी फलना सहरमा जानेछौँ, हामी फलना सहरमा जानेछौँ, त्यहाँ 1 वर्ष रहनेछौँ, हामी त्यहाँ 1 वर्ष रहनेछौँ, व्यापार गर्नेछौँ, हामी त्यहाँ व्यापार गर्नेछौँ, अनि नाफा कमाउनेछौँ, अनि नाफा कमाउनेछौँ। तर भोलि के हुने हो, तिमीहरू जान्दैनौ, तिमीहरू जान्दैनौ, किनकि तिमीहरूको जीवन के हो र, किनकि तिमीहरूको जीवन के हो र, यो त पाप हो, यो त पाप हो, जुन चाहिँ थोरै समयको लागि, जुन चाहिँ थोरै समयको लागि देखा पर्छ, त्यसपछि हराइहाल्छ। प्रिय मित्रहरू, यही सत्य हो कि यो संसारमा आज जुन जीवन तपाईँ र मैले जिरहेका छौँ, यो पानीको बाफ जस्तो जीवन लिइरहेका छौँ। अहिले देखिरहेको जीवन बिस्तारै बिस्तारै आज यो जीवन यो संसारबाट सुस्ताएर जान्छ। अहिले हामी यो समय हाम्रो शिरमाथि एउटा सूर्य लागिरहेको छ। अब हामीलाई थाहा छ केही क्षण पश्चात यो सूर्य अस्ताउँदैछ अनि अहिले बिस्तारै बिस्तारै हामीले अँध्यारो अन्धकारको सामना गर्नुपर्नेछ, किनभने यो सूर्य यो पृथ्वीको यो पाटोबाट अस्ताएर जानेछ। त्यसरी नै प्रिय मित्रहरू, यो संसारमा हरेक मान्छेले एकपल्ट जन्मिएपछि यो संसारबाट अस्ताएर जानुपर्छ। यो संसारलाई हरेक मानिसले एक दिन छोडेर जानुपर्छ। यो संसारमा कुनै पनि मान्छे स्थायी रूपमा बसोबास गर्न सक्दैन भन्ने कुरा तपाईँ र मलाई थाहा छ। आज हामीले बनाएका बडे बडे बिल्डिङहरू हामीले छोडेर जानेछौँ। हामीले कमाएका सारा सम्पत्तिहरू हामीले यही संसारमा छोडेर जानेछौँ। तपाईँ र मैले हाम्रो जीवनमा कमाएका कुनै कुरा लान सक्ने छैनौँ। पवित्र शास्त्र बाइबल समुपदेशको पुस्तक 5 अध्याय 15 पदमा यस्तो लेखिएको छ कि मानिस जसरी आमाको गर्भबाट नाङ्गो आएको छ अनि यो संसारलाई एक दिन उसले नाङ्गै हात लिएर छोडेर जानेछ। परमेश्वरको वचनमा यो कुरा लेखिएको छ, आफ्नी आमाको गर्भबाट जसरी त्यो निस्केर आयो, जसरी एउटा मान्छे निस्केर आएको छ, त्यसरी नै त्यो नाङ्गै जस्तो आयो त्यस्तै जानलाई फर्किजानेछ। अनि आफ्नो परिश्रमबाट त्यसले आफ्नो साथमा लानलाई केही पनि लैजाने छैन। प्रिय मित्रहरू, यही सत्यता हो। यो संसारका मानव जातिले एक दिन जब मृत्यु आउँछ अनि मृत्यु पश्चात उसले केही लगेर जाने छैन।
उसले कमाएका सारा धन, सारा सम्पत्तिहरूलाई उसले यही संसारमा छोडेर जानेछ। यहाँसम्म तपाईले लगाएका लुगा पनि च्याति दिनेछ। तपाईलाई एउटा बक्सामा या बाँसमा तपाईलाई बाँधेर शमशान घाट पुर्याउनेछ। तपाईले लगाएका हातका बहुमूल्य घडी, तपाईले गलामा लगाएका ती सुनका गहना, सारा चीजहरू तपाईका शरीरबाट निकालिनेछ। तपाईलाई खाली रितो नाङ्गै बनाएर शमशान घाटमा लगिनेछ। यही सत्यता हो। तर प्रियहरू, आज यो संसारलाई यसरी हामीले छोड्छौँ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामी यो संसारमा मानौ सदा कालको लागि बाँच्छौँ भने जस्तै आज यो संसारमा हामी जीवन बिताइरहेका छौँ। के तपाईँलाई थाहा छ तपाईँको जीवनको अन्त्य कुन समय हुने हो? भनिन्छ मानिसको जीवनमा आउने मृत्यु चाहिँ ननिम्त्याएको पाहुना हो। त्यो कुनै पनि समयमा तपाईँ र मेरो जीवनमा त्यो मृत्यु आउन सक्छ प्रियहरू। तर तपाईले गम्भीर भएर कहिले सोच्नु भएको छ कि हाम्रो मानव जीवन मृत्यु पछि सिद्धियो? कि हाम्रो जीवन संसारमा आयौं, जन्म्यौं, हुर्क्यौं, मरेर गयौं, यति नै हो हाम्रो मानव जीवन? होइन प्रिय मित्रहरू। यदि तपाईले यति मात्रै बुझ्नु भएको छ भने तपाईँ अल्प ज्ञानमा हुनुहुन्छ। पवित्र शास्त्रले भन्दछ मानिस आत्मिक प्राणी हो। यो संसारमा मानिसको शरीर माटोबाट बनिएको शरीर हो। एक दिन यो शरीरलाई खोलामा लगेर जलाइनेछ, खरानी बनाइनेछ, जंगलमा लगेर गाडिनेछ, यसलाई माटोमा मिलाइनेछ। तर तपाईँ र म भित्र भएको एउटा चेतनशील प्राणी छ, त्यो आत्मा छ। त्यो आत्मा चाहिँ अमर छ, त्यो कहिले पनि मर्दैन। यसैले मानिस आत्मिक प्राणी भएको हुनाले प्रिय मित्रहरू, यो संसारमा मानिसको जीवन चाहिँ मृत्यु आएपछि सिद्धिँदैन। मृत्यु चाहिँ हाम्रो शारीरिक जीवनको अन्त्य हो। मृत्यु चाहिँ हाम्रो यो देखिने बाहरी आवरण, यो खोल, यो शरीरको अन्त्य हो प्रियहरू। तर आत्मा चाहिँ अनन्तको छ। अब के तपाईले तपाईको अचम्बरी आत्माको बारेमा, तपाईको अमर आत्माको बारेमा कहिले सोच्नु भएको छ? तपाईले कहिले घमेर सोच्नु भएको छ? तपाईले एकपल्ट आफैलाई स्पर्श गर्नुहोस्। तपाईले सानो काँडाले तपाईले आफैलाई बिस्तारै घोचेर हेर्नुहोस्, तपाईलाई दुख्छ। तपाईलाई सानो आगोको झिल्काले आफैलाई डढाएर हेर्नुहोस्, तपाईलाई पोल्छ। तर त्यही शरीरलाई तपाईलाई शमशान घाटमा मरेपछि पोल्छ। किन आँखा भन्दैन? तपाईलाई घोची घोची डढाइन्छ, किन आया भन्दैन? त्यो आया आँखा भन्ने चेतनशील प्राणी तपाईको आत्मा हो। अनि यो आत्मालाई प्रिय मित्रहरू हो, आज तपाईले कसरी अहिलेसम्म बुझ्नु भएको छ? हामी शरीरमा विभिन्न देशमा जन्म्यौं, विभिन्न जातमा जन्म्यौं होला, विभिन्न भाषा बोल्यौं होला प्रियहरू, तर सारा संसारका मानव जातिको आत्मा एउटै छ। सारा संसारका मानिसहरूको आत्मा एउटै छ। किनभने परमेश्वरको वचनले भन्छ, उहाँले सृष्टिमा जब मानिसलाई सृष्टि गर्नुभयो, बाहिरी आवरण खोल चाहिँ भूमिको माटोबाट बनाउनु भयो। अनि त्यो माटोको खोलभित्र उहाँले आफ्नो आत्मा, अनन्तको आत्मा मानिसलाई दिइहाल्नु भयो। उत्पत्ति 2:7 पदमा यो कुरा लेखिएको छ। अनि परम प्रभु परमेश्वरले मानिसलाई जमिनको माटोबाट रच्नुभयो, हाम्रो शरीरलाई जमिनको माटोबाट रच्नुभयो। अनि तिनको नाकका प्वालहरूमा, अनि मानिसको नाकका प्वालहरूबाट जीवनको सास फुकिदिनु भयो, जीवनको सास अर्थात् आत्मा फुकिदिनु भयो। र मानिस जिउँदो प्राणी बने। अनि यो सास नै मान्छेको आत्मा हो र मान्छे जीवित प्राणी भयो। प्रियहरू, यसैले आज जब तपाईँ र म मर्छौं, हामीलाई मट्टी दिन जान्छन् हाम्रा आफन्तहरू। जंगलमा हामीलाई डढाउँदैछ, खोलामा डढाउँदैछ, तर मट्टी दिन जान्छन्। किनभने मानिसको शरीर माटोबाट बनिएको हुनाले यसलाई अन्त्यमा माटोमा मिलाइन्छ। तर आत्मा चाहिँ ईश्वरले दिनुभएको हो। यसैले यो संसारबाट मान्छेको आत्मा चाहिँ ईश्वरको घर फर्केर जानुपर्छ, जसलाई स्वर्गीय भनिन्छ। यसै कारण यो संसारमा मान्छे जातिको मृत्युपछि स्वर्गीय भन्ने शब्द लेखिन्छ। जसै तपाईको मृत्यु हुन्छ, तपाईको नामको अगाडि तपाईको एड्रेस ढुण्डाइन्छ, त्यो एड्रेस यो स्वर्गीय भनेर लेखिन्छ। किन? हाम्रो अगाडि धेरै पशु प्राणीहरू मर्छन्,
उनीहरू मरेको नामको अगाडि हामी स्वर्ग लेखेको देख्दैनौँ। तर एउटै मात्र मान्छे जाति जसको मृत्युपछि उसको नामको अगाडि स्वर्गीय भनेर लेखिन्छ। किन? मानिसको स्थायी ठेगाना भनेको स्वर्गीय। अहिले हामी यो संसारमा बसिरहेका हाम्रा विभिन्न ठेगानाहरू अस्थायी छ। तपाईँ र मेरो शरीरको अन्तिम ठेगाना कुन खोलामा गएर दौड्नु पर्ने हो, कुन जङ्गलमा गाडिनु पर्ने हो। शरीरको ठेगाना एउटा च्यान र शमशान घाट हो। तर आत्माको ठेगाना यो संसार होइन। त्यसैले उपदेशको पुस्तक 12:7 पदमा यस्तो लेखिएको छ, तर माटो जस्तो थियो, मानिसको शरीर जस्तो माटो थियो त्यस्तै पृथ्वीमा फर्कनेछ। यो माटोको शरीर चाहिँ माटोमा एक दिन फर्काइनेछ, अनि आत्मा परमेश्वर कहाँ फर्कनेछ, तर आत्मा चाहिँ परमेश्वर कहाँ फर्किनेछ, जसले त्यो दिनुभएको थियो। जसले दिनुभएको थियो। प्रिय मित्रहरू, तपाईँ र मभित्र ईश्वरको अमूल्य वरदान छ, त्यो आत्मा हो। अनि त्यो आत्मामा चेतना छ, विवेक छ, तपाईँले हरेक असल र खराब छुट्याउने ज्ञान छ। अनि त्यो चाहिँ ईश्वरको ज्ञान आज गुण हो। ईश्वरले सारा संसारका मानिसले गरेका अपराध, खराब र असल कुरा देख्नुहुन्छ, जान्नुहुन्छ, उहाँले न्याय गर्न सक्नुहुन्छ। त्यसरी नै एउटा मान्छेले यो संसारमा न्याय गर्न सक्छ। ठुला ठुला अदालतका न्यायाधीशहरूले कुन गल्ती हो, कुन सही हो भनेर उनीहरूले आज न्याय गर्छ। त्यो न्याय गर्ने त्यो आत्मिक प्राणी आज ईश्वरले दिनुभएको दान हो। प्रिय मित्र, यो संसारमा एउटा पशुले के खराब के असल छुट्याउन सक्दैन, तर एउटा मान्छेले छुटाउन सक्छ के गलत हो के सही हो। किन? किनभने मान्छेमा चाहिँ ईश्वरले दिनुभएको आत्मा छ। र एक दिन यो संसारमा जब तपाईँ र मेरो देहान्त हुन्छ, एउटा शब्द लगाइन्छ त्यहाँनिर, देहान्त। यो देहको अन्त्य हुन्छ, आगोमा जलाएर माटोमा गाडेर देहलाई अन्त्य गरिन्छ, तर आत्मा अन्त्य हुँदैन। जसरी ईश्वर अनन्तको हुनुहुन्छ, जसरी ईश्वर अमर हुनुहुन्छ, त्यसरी नै प्रिय मित्रहरू हो हाम्रो आत्मा पनि अनन्तको छ, अमरको छ। अनि त्यो आत्माको कुनै जात छैन। यो संसारमा आज हामी विभिन्न जातमा बाँडिएका छौँ, विभिन्न भाषाहरू हामी बोलिरहेका छौँ, तर आत्माको कुनै जात छैन। प्रिय मित्रहरू हो, आत्माको एउटै मात्र जात हो, त्यो ईश्वरको सन्तान हो। एक दिन यो संसारलाई हरेक मान्छेले छोडेपछि प्रिय मित्रहरू हो आफ्नो अनन्तको घर स्वर्गमा मान्छे फर्केर जानुपर्छ। यसैले आज तपाईँले सोच्दै नसोचेको बेलामा, तपाईँले कल्पनै नगरेको बेलामा जानुपर्ने त्यो स्वर्गको बारेमा के तपाईँले कहिले गम्भीर भएर सोच्नु भएको छ? विडम्बना, यो संसारमा मान्छेले आफ्नो निम्ति धेरै कुराहरू सोचेको छ, तर ऊ अहिले कि भरै यो संसार छोडेर टुक्लुक्कै पुग्नुपर्ने स्वर्गको बारेमा कहिले पनि सोच्दैन, खोज्दैन। मान्छेले आफैलाई यो संसारमा यति साह्रो व्यस्त बनाएको छ। उसले संसारमा 5 वर्ष योजना, 10 वर्षको योजना, 50 वर्षको योजनासम्म मान्छेले गरिरहेको छ, तर ऊ भोलि मर्न साथ जानुपर्ने स्वर्गको बारेमा खोज तलास गर्दैन। यसै कारण यो संसारका मानिसहरूले आफ्नो आत्मालाई मृत्युपछि स्वर्ग लानुपर्छ भन्ने कुरा बिर्सिएको छ। र संसार नै सधैँभरि हाम्रो रहने स्थायी घर जस्तो आज मान्छेले घमण्ड गरिरहेको छ। तर सत्य कुरा यो हो कि तपाईँको जीवनमा जुन दिन मृत्यु आउँछ नि, तपाईँको सारा चिजहरू अरूले लानेछ। तपाईँको रित्तो हात लिएर तपाईँ यो संसारबाट फर्किजानुपर्छ। तर म तपाईँलाई गम्भीर एउटा प्रश्न गर्छु, तपाईँ आज मर्नुभयो भने, तपाईँको आज मृत्यु भयो भने तपाईँको आत्मा कहाँ जान्छ? तपाईँको आफन्तले, शुभचिन्तकले त तपाईँको नामको अगाडि स्वर्ग लेखिदेला, तर तपाईँले घुमेर एकपल्ट छातीमा हात राखेर सोच्नुहोस्, तपाईँ मर्नुभयो भने स्वर्ग जाने खालको हुनुहुन्छ? किनभने हामी अघि मैले भने हामी मान्छेमा विवेक छ, न्याय गर्ने क्षमता आज हाम्रो आत्मामा छ। अनि तपाईँको आत्माले एकपल्ट तपाईँले आफूलाई प्रश्न गरेर सोध्नुहोस्, त अहिले मरिस् भने के स्वर्ग जान सक्छस्? तेरो आत्मा पापी छ कि धर्मी छ? हे मनुवा, तपाईँले आफैलाई प्रश्न गर्नुहोस् एकपल्ट। किनभने यो संसारमा आज मान्छेले आफैलाई बाहिरी रूपमा जतिसुकै असल, भद्र, सुन्दर देखाए पनि मान्छेको हृदयमा घिनलाग्दो पाप बोकेर हिँडिरहेको छ। यदि यो संसारमा मानिसको हृदय जाँच्ने मिसिन भएको भए यो संसारमा कुनै पनि मान्छे आफ्नो घरबाट, एउटा कोठाबाट निस्किन सक्दै थिएन।
यति साह्रो घिनलाग्दो पापहरूले मान्छेको हृदयलाई जकडेर राखेको छ। मर्कुसको पुस्तक 7 अध्याय 21 पद त्यहाँनिर प्रभु यीशु मसीहले भन्नुभयो, यो संसारमा आज मान्छेको अन्तरूणी अवस्था, उसको भित्रीय हालत चाहिँ यति घिनलाग्दो छ भनेर यहाँनिर बताइएको छ। किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्री गमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कन्दछ। यी सबै खराब कुराहरू भित्रबाट नै निस्कन्छन्, मानिसको हृदयबाट निस्कन्छ र मानिसलाई अशुद्ध पार्दछन्। आज एउटा मान्छेले आफैलाई जतिसुकै भद्र र सभ्य देखाए पनि उनी भित्रको त्यो घिनलाग्दो नक्सा आज ऊ आफैलाई लुकाउन सक्दैन। यसैले आज हामी सुनिरहेका छौँ, एउटा बाबुबाट एउटा छोरी बलात्कृत भइरहेको छ, एउटा शिक्षकबाट एउटा आफ्नो पढ्दै गरेका आफ्ना बालबालिकाहरूलाई आज उनले बलात्कार गरिरहेको छ। एउटा पतिले आफ्नो पत्नीको हत्या गरिरहेको छ, एउटा पत्नीले आफ्नो पतिको हत्या गरिरहेको छ। त्यो क्रूर दानव आज मान्छेको हृदयभित्र छ प्रेमित्रहरू। यसैले यस्तो घिनलाग्दो पाप, यस्तो घिनलाग्दो भित्री जीवन बिताएर मान्छेले कसरी भन्न सक्छ म मरेपछि स्वर्ग जाउँला। प्रियहरू, परमेश्वरको वचनले भन्छ यो संसारमा मानिस जातिको एकपल्ट मर्नु त निश्चित छ, तर त्यसपछि न्याय पनि राखिएको छ। अनि जसरी मानिसहरूको लागि एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ। प्रिय मित्रहरू, मृत्युपछि तपाईँको न्याय हुनेछ। न्याय अब मैले अघि भने तपाईको शुभचिन्तक आफन्तले तपाईँ मर्नु साथ सुनकै अक्षरमा स्वर्गीय लेखे पनि तपाईँको आत्मा यदि पापी अवस्थामा छ, घिनलाग्दो अवस्थामा छ भने चाहिँ स्वर्ग जान सक्दैन। किनभने हरेक मानिसको मृत्युपछि परमेश्वरले न्याय गर्नुहुनेछ। अनि त्यो न्याय गर्ने न्यायाधीश चाहिँ विश्वका सारा ब्रह्माण्डका मालिक हुनुहुन्छ। उहाँ चाहिँ सारा संसारको न्याय गर्ने परमेश्वर हुनुहुन्छ। उहाँको नजरमा मानिसको केही पनि लुकेको छैन, सबै कुरा उदाङ्गो छ, सबै कुरा खुल्ला छ। उहाँको नजरबाट केही कुरा छुपेको छैन। हिब्रू 4 अध्याय। अनि सृष्टिका कुनै वस्तु उहाँको नजरबाट छिपेको छैन, तर जसलाई हामीले हिसाब दिनुपर्छ। उहाँको आँखाको सामु उहाँका आँखा सामु सबै थोकहरू नाङ्गा र खुल्ला हुन्छन्। तपाईको जीवन ईश्वरको आँखाको सामुने खुल्ला छ। मेरो जीवन ईश्वरको सामुने खुल्ला छ। मैले जतिसुकै झुट बोलाउँ, जतिसुकै मैले ढाँटौँ, जतिसुकै मैले खराब विचार सोचौँ, मैले तपाईँको विरोधमा के सोच्दैछु भन्ने कुरा जान्नु नै अन्तर्यामी ईश्वर हुनुहुन्छ। प्रियहरू, यसैले आज त्यो विश्वव्यापी न्यायाधीश सारा सृष्टिका मालिकसँग डराउनुहोस्। आज यो संसारमा मान्छेको आँखामा ईश्वरको भय नभएको हुनाले नै यो संसारमा मान्छेले क्राइम गरिरहेको छ, अपराधहरू गरिरहेको छ, मान्छेले घुस लिइरहेको छ, घुस दिइरहेको छ, हत्या जस्तो काम गरिरहेको छ, डकैत जस्तो काम गरिरहेको छ। आज एउटाले अर्कालाई नराम्रो गर्ने काम गरिरहेको छ। किनभने मानिसको आँखामा आज ईश्वरको भय नभएको हुनाले। यसैले प्रिय मित्रहरू हो, आज यो सन्ध्याकालीन समयमा तपाईँलाई एउटा कुरा हामी झकझकाउन आएका छौँ। तपाईँको पनि जीवन, मेरो पनि जीवनको अन्त्य कतिखेर हुन्छ हामीलाई थाहा छैन, तर विश्वव्यापी न्यायाधीश सारा संसारको न्याय गर्ने ईश्वरको सामु डराउनुहोस्। तपाईँले गरेका एक कुराको हिसाब किताब उहाँलाई दिनुपर्छ। उपदेशको पुस्तक 12 अध्याय 13-14 पदमा भन्छ कि हरेक मानिसले गरेको असल होस् वा खराब कामको फैसला आज उहाँले गर्नुहुनेछ। असल काम गरे उसलाई उहाँले आशिष दिनुहुनेछ, तर खराब काम गरे दण्ड दिनुहुनेछ। किनकि परमेश्वरले हरेक काम र हरेक गुप्त कुराको
हाम्रो हरेक गुप्त कुराको न्याय गर्नुहुनेछ। न्याय गर्नुहुनेछ। चाहे त्यो असल होस्, चाहे त्यो असल होस्, चाहे खराब। चाहे खराब। यो संसारका न्याय त बिग्न सक्छ, यो संसारको न्याय त बिग्न सक्छ, तर ईश्वरको न्याय बिग्दैन प्रियहरू। ईश्वरको न्याय भलै ढिलो हुन्छ तर अवश्य हुन्छ। यसै कारण यो संसारमा हरेक मान्छेले ईश्वरको डर मान्नुपर्छ। ईश्वरको सामुने आफ्नो जीवन उदाङ्गो छ भन्ने कुरा उसले थाहा पाउनुपर्छ। यदि कसैले यो कुरा थाहा पाउँछ भने उसले निश्चय पनि आफूलाई अपराध गर्नदेखि जोगाउनेछ। यसै कारण यो संसारमा तपाईँले आजसम्म के गर्नुभयो, आजको दिनसम्म तपाईँको हिसाब किताब भएको खण्डमा तपाईँ ईश्वरको सामु दोषी ठहरिनुहुन्छ कि निर्दोष ठहरिनुहुनेछ, एकपल्ट तपाईँले आफैलाई जाँचेर हेर्नुहोस्। तपाईँको विवेक, तपाईँको आत्माले तपाईँले आफैले न्याय गर्नुहोस्। यदि तपाईँले सानोभन्दा सानो पाप गर्नुभएको छ भने तपाईँ र मलाई थाहा छ कुनै पनि अधर्मीले स्वर्गको राज्यलाई पाउने छैन। यो त जेनरल नलेज हो, यो सबैलाई थाहा पाएको ज्ञान, सामान्य ज्ञान हो। अपराधीको लागि जेल हुन्छ, उसको लागि असल ठाउँ हुँदैन। पापीको लागि नरक नै हो, स्वर्ग होइन। तर तपाईँ र म मर्दै गर्दा हाम्रो नामको अगाडि बडा सुन्दर अक्षरले स्वर्ग लेखिनुपर्छ भने मर्नुभन्दा अगाडिको तपाईँको जीवनलाई एकपल्ट तपाईँले निहालेर हेर्नुहोस्। आज यो संसारमा मान्छे आमाको गर्भैबाट पापमा जन्मिएको छ। एउटा आमालाई 9 महिनासम्म साह्रो कष्ट दिएर मृत्युको मुखमा ठेलेर आमालाई रुवाउँदै जन्मने एउटा मान्छेले म धर्मी छु भन्नु कति हास्यास्पद कुरा हो। यसैले भनिन्छ पवित्र शास्त्रमा मान्छे कोही धर्मी छैन, सबैले आमाको गर्भैदेखि नै पापमा जन्मेको छ मान्छे। अब मान्छे धर्म कर्म गरेर धर्मी हुँदैन, तर यो संसारमा मान्छेले ईश्वरको सामु आफ्नो पापलाई मानिलिनुपर्छ। हे ईश्वर, मैले जानेर नजानेर गरेका सारा अधर्महरू मलाई क्षमा गर्नुहोस् भन्नुपर्छ मान्छे। यही कुरा सम्झाउन, यही कुरा बुझाउनका लागि नै येशू ख्रीष्ट यो संसारमा आजभन्दा 2026 वर्ष अगाडि आउनुभयो। अनि उहाँले मर्कुसको पुस्तक 1 अध्याय 14 र 15 पदमा यही कुरा भन्नुभयो, समय पुरा भएको छ, स्वर्गको राज्य नजिक आएको छ, है पश्चाताप गर, है आफ्नो आफ्नो पापहरूबाट पश्चाताप गर भनेर उहाँले आह्वान सारा मानिसहरूलाई गर्नुभएको। र उहाँले भन्नुभयो समय पुरा भएको छ, समय पुरा भएको छ, अनि परमेश्वरको राज्य, स्वर्गको राज्य नजिकै आएको छ। पश्चाताप गर र सुसमाचारमा विश्वास गर। यो सुसमाचारमा विश्वास गर। अहिले तपाईँलाई हामीले सुनाउँदै गरेको चाहिँ यो सुसमाचार, यो सुसमाचार हो। तपाईँले आजसम्म जानेर नजानेर गरेका अपराधले तपाईँलाई नरकमा घिसार्दै लगिरहेको थियो। तपाईँलाई निश्चित रूपमा तपाईँको पापले तपाईँलाई नरकमा लाँदैथ्यो। तर यो सुसमाचार, यदि तपाईँले इच्छा गर्नुभयो भने, तपाईँले आफ्नो पापबाट पश्चाताप गर्नुभयो भने, तपाईँले परमेश्वरको सामु आफ्नो पापलाई मानिलिनुभयो भने परमेश्वरले तपाईँको पापलाई क्षमा गर्नुहुनेछ अनि तपाईँका सबै अधर्महरूलाई क्षमा गरेर तपाईँको लागि परमेश्वरले स्वर्गको ढोका खोलिदिनुहुनेछ। प्रियहरू हो, यसैले यो संसारमा आजको दिन गुड फ्राइडे सारा संसारमा किन भनिन्छ भन्दा येशू ख्रीष्ट यो संसारमा हामी पापीहरूलाई पापको ज्याला मृत्यु जो हामीले कमाइरहेका थियौँ, जसले हामीलाई अनन्तको नरकमा पुर्याइरहेको थियो, छुटकारा दिनका लागि यो संसारमा प्रभु येशू मसीह आइकन बलिदान दिनुभयो। बिना बलिदान पापबाट मुक्ति असम्भव छ। यसैले येशू ख्रीष्ट मर्नुभयो हाम्रो पापको लागि, उहाँ गाडिनु भयो, तेस्रो दिनमा पौडी रोक्नुभयो। येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्दछ। यदि तपाईँले आफ्नो पापहरूबाट पश्चाताप गर्नुभयो भने येशू ख्रीष्टको मृत्यु एउटा सीमित जातिको लागि, सीमित वर्गको लागि, सीमित व्यक्तिहरूको लागि होइन। प्रभु येशू मसीहको मृत्यु सारा संसारको लागि हो। प्रभु येशू मसीहले तयार गरेको मुक्ति एउटा सीमित जाति, सीमित भाषा बोल्नेको लागि होइन, सारा संसारको लागि हो। किनभने उहाँ सारा संसारका मुक्तिदाता हुनुहुन्छ। योना 4:42 पदमा हुनुपर्छ, येशू ख्रीष्ट साँच्चै नै संसारका मुक्तिदाता हुनुहुन्छ। प्रिय मित्र, येशू ख्रीष्ट क्रिस्चियनहरूको मात्र होइन, सारा संसारका मानव जातिको उहाँ मुक्तिदाता हुनुहुन्छ। किनकि हामी आफैले सुनेका छौँ, हामीले आफैले सुनेका छौँ र जान्दछौँ उहाँ
साँच्चै संसारको मुक्तिदाता ख्रीष्ट हुनुहुन्छ प्रिय मित्रहरू। यसैले आज यो साँझको समय तपाईलाई आफ्नो जीवनको एउटा गम्भीर मोडमा तपाईँ हुनुहुन्छ। जसरी अहिले हामी एउटा मोडमा छौँ, हामी पूर्व जाने, पश्चिम जाने, उत्तर जाने, दक्षिण जाने, कहाँ जाने हामीले सुन्नुपर्छ। यहाँनिर कोही अहिले हामी पूर्व जान्छौँ, कोही उत्तर, कोही दक्षिण जाउँला। यो मोडमा छौँ। तपाईँ पनि जिन्दगीको त्यो मोडमा हुनुहुन्छ। तपाईँ नरकमा जाने या स्वर्गमा जाने, तपाईँले गम्भीर रूपमा आफैलाई समीक्षा गर्नुहोस्, आफैलाई निहाल्नुहोस्, टोटल्नुहोस्। यदि तपाईँले आफैलाई अधर्मी पापी पाउँदै हुनुहुन्छ भने आज तपाईँको लागि यो शुभ अवसर छ। पश्चाताप गर्नुहोस् र भन्नुहोस्, हे ईश्वर, हे परमेश्वर, म पापी माथि दया गर्नुहोस्। म विश्वास गर्छु तपाईँ मेरो लागि मर्नुभयो, मेरो पापलाई क्षमा गरिदिनुहोस्। म मान्छु म आमाको गर्भैदेखिको पापी मान्छे। यदि तपाईँले यसरी सानो पश्चाताप प्रार्थना गर्नुभयो भने तपाईँको आत्माले उद्धार पाउनेछ र तपाईँको हातमा अनन्तको लागि, परमेश्वरको राज्यको लागि तयार हुनेछ। तब मात्रै तपाईँको मृत्यु पछिको तपाईँको नामको अगाडि लेखिएको स्वर्गीय भन्ने कुरा तब मात्रै वास्तविक हुनेछ। नत्र भने त्यो एउटा तपाईँको निम्ति पनि एउटा झुट मात्रै हुनेछ। यसैले यो गहिरो र तपाईँलाई प्रेमको समाचार हामीले सुनाएका छौँ। परमेश्वरले हामीलाई भन्नुभयो, जाऊ सारा संसारमा गएर यो प्रेमको समाचार, यो मुक्तिको समाचार सुनाऊ। मर्कुसको पुस्तक 15:15-16 पद, जसले विश्वास गर्दछ उसले मुक्ति पाउनेछ भनिकन प्रभुको वचनमा अनि उहाँले तिनीहरूलाई भन्नुभयो सारा संसारमा जाऊ र हरेक प्राणीलाई सुसमाचार प्रचार यो गरौ। सुसमाचार, यो मुक्तिको कुरा बताऊ। जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ। तर जसले विश्वास गर्दैन, जसले यो कुरा विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ। चोइस इज योर। अब चुनाव तपाईँको हो। तपाईँले यसलाई विश्वास गर्नुहोस् नगर्नुहोस्, हाम्रो जिम्मेवारी थियो तपाईँलाई सुनाउन। तपाईँलाई पत्याउनुहोस् नपत्याउनुहोस्, हाम्रो जिम्मेवारी थियो तपाईँलाई बताउन। तपाईँलाई मान्नुहोस् नमान्नुहोस्, हाम्रो जिम्मेवारी थियो हामीले तपाईँलाई बताउन। यसकारण तपाईँले निर्णय गर्नुहोस्, मृत्युपछि तपाईँको अनन्तको बास कहाँ हुनेछ। अहिले हामी रात परेपछि हाम्रो आफ्नो घरको बास हामीलाई थाहा छ, ढुक्कै छौँ, हामी आफ्नो घरमा गएर सुत्छौँ। तर यो संसारपछि तपाईँले छोड्नु पर्ने र अनन्तको लागि बास बस्नुपर्ने ठाउँको टुङ्गो चाहिँ तपाईँलाई के छ? के तपाईँ स्वर्गीय बास गर्नुहुन्छ? प्रियहरू, यसैले तपाईँलाई हामीले संक्षिप्तमा प्रेमसहित यो सुसमाचार सुनाएका छौँ। यो तपाईँले यसलाई अन्यथा नलिनु होला। परमेश्वरले यहाँ सारा संसारलाई बराबर प्रेम, बराबर माया गर्नुहुन्छ। सबैको लागि मुक्ति हो, सबैले यसलाई पाउन सक्छ। यसैले यस सन्दर्भमा अरू धेरै तपाईँले बुझ्ने इच्छा गर्नुभएको खण्डमा हाम्रो नजिकै यहाँनिर सेवा गर्छ बेर सेवा प्रार्थना भवन बमघाट, तपाईँले त्यहाँ आइकन प्रभुको वचन सुन्न सक्नुहुन्छ। र आज हाम्रो हातमा भएका ट्र्याक्सहरूद्वारा पनि तपाईँले यस बारेमा सुन्न सक्नुहुनेछ। प्रभुले तपाईँहरूलाई आशिष दिएका हुन्। धन्यवाद।